ल यो चाहिँ रतुवा खोलामा बनेको झोलुङ्गे पुल है, एकदम विशाल ठुलो लन्डन ब्रिज भन्दा पनि भयो नेपालको। एकदम दाइहरू पछाडि हुनुहुन्छ, एकदम ठुलो छ है यो चाहिँ। यो रतुवामै नगरपालिकामा वार्ड नम्बर 8 मा बनेको है, विशाल ठुलो छ है झोलुङ्गे पुल चाहिँ। रतुवा खोला मुनि देख्नु भएको यो रतुवा खोला हो, एकदम विशाल ठुलो छ है, लामो छ। परदेखि यता वारदेखि पारिसम्म चाहिँ 4वटा पिलर रहेछ होइन, विशाल ठुलो छ है। रतुवा नगरपालिका वार्ड नम्बर 8 मा पर्छ है। यो त विशाल ठुलो छ है, विशाल ठुलो साथीहरू। यो रतुवा खोला देखिराख्नु भएको छ दमकबाट बग्ने साथीहरू। यो चाहिँ अत्याधिक लामो विशाल लामो पुल र अल्गो पनि धेरै अल्गो छ है। यो ठ्याक्कै त कहाँ पर्छ भन्नुहुन्छ भने तपाईँको यो महेन्द्र हाइवे अहिले बन्दै गरेको एसियन हाइवेदेखि 20 किलोमिटर दक्षिण, झापाको दमकबाट 20 किलोमिटर दक्षिण जानुपर्छ, या त मोरङको उर्लाबारीबाट तल दक्षिण जाँदा पनि हुन्छ। यो चाहिँ अत्याधिक लामो है, यो भर्खर कम्प्लिट भएको बनिसकेको हो। यो बनिकन चाहिँ अहिले झोलुङ्गे पुलको इतिहासमा सबैभन्दा लामो झोलुङ्गे पुल यसलाई गनिन्छ नेपालको हकमा चाहिँ होइन। नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल यसलाई मानिएको छ र अल्गो पनि धेरै अल्गो हाइटमा छ होइन। तपाईँहरूले भिडियोमा देखिराख्नु भएको होला। र तपाईँहरू झापा मोरङ आसपास हुनुहुन्छ भने पक्कै पनि यो ठाउँमा आउनुभएकै होला। सायद आउनुभएको छैन भने एकचोटि आउनु होला, नजिकै हुनुहुन्छ भने। टिकटक भिडियोहरू बनाउन, फोटोहरू खिच्न ओर्न, फोटो सेसन गर्नु एकदम कायदाको ठाउँ छ होइन। यो चाहिँ मुनि देखिएको रतुवा खोला हो। अब यो भन्नुहुन्छ भने तपाईँको रतुवामै नगरपालिका वार्ड नम्बर 8 मा पर्छ होइन। पूर्वपट्टि यो पुलबाट देखिएको पूर्व भाग झापा हो भने पश्चिम भाग चाहिँ तपाईँको मोरङ है साथीहरू। एकचोटि आउनु होला। र त पूर्वदेखि बाहेक झापा मोरङदेखि बाहेक अरू कुनै जग्गामा हुनुहुन्छ भने पनि कुनै बेला पूर्वतिर आउनु भयो भने यो ठाउँमा आउनु होला। र यो पुल तपाईँहरूले भिडियोमा देखिराख्नु भएको छ। यो हाम्रो क्यामेराले पनि यसको लम्बाइ मजाले कैद गर्न सकेको छैन क्यामेरामा होइन, देखिराख्नु भएको छ। अत्याधिक लामो छ है, 4वटा पिलर छ होइन, धेरै लामो पुल छ, एकदम राम्रो छ। फोटो खिच्न ओर्नको लागि, भिडियो खिच्नको लागि एकदम राम्रो छ। टिकटकहरू बनाउनको लागि एकचोटि तपाईँहरूलाई मौका मिल्यो भने आएर फोटो भिडियो गर्न सक्नुहुन्छ। ल साथीहरू, भिडियो कस्तो लाग्यो कृपया कमेन्ट गर्नु होला। यो पुलको बारेमा केही जानकारी तपाईँलाई छ भने पक्कै पनि कमेन्ट गर्न सक्नुहुनेछ। र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने एक सब्सक्राइब गरेर गइदिनु होला र भिडियोलाई एक लाइक पनि गरिदिनु होला। धन्यवाद।